फर्स्टमा प्रेग्नेन्सीको बेलामा चाहिँ अब पिआरको चाहिँ प्रोसेस चाहिँ भइरहेको थियो तर इभन इन्भिटेसन पनि आएको होइन नोमिनेसन पनि पाएको होइन त्यसपछि एउटा लेभलमा चाहिँ यस्तो फ्रस्ट्रेसन भयो कि मैले चाहिँ अब आइम गर्न गिभ अप अब म अहिले गिभ अप गर्छु अब पछि पिआर भएपछि अब फेरि बरु त्यसपछि ट्राई गरौँला भनेको सोचेको आर यु सेफ त सेफ छस् तँलाई डोमेस्टिक भाइलेन्स त केही भएको छैन यो प्रेग्नेन्सीमा के त आफ्नो खुसीले प्रेग्नेन्ट भएको हो तेरो हस्बेन्डको जबरजस्ती त्यस्तो केही छैन एकदमै के त्यो मलाई त एकदम इमोसनल बनाएको थियो कि हुन्छ नि यस्तो यस्तो सर्भिस रहेछ है भने जस्तो भएको के हुन्छ नि अब आफूभन्दा तलको भएको पुरै थाहा पाइन्न त्यसपछि पुस गर्न सकिन्न अब अनि चाहिँ भ्याक्युम असिस्टेड डेलिभरीको चान्सेस धेरै हुने भयो बेबीको भिजा स्टेटस चाहिँ के हुँदो रहेछ बेबीको चाहिँ कस्तो हुन्छ भने प्यारेन्ट्सको भिजा जे हो बेबीको थियो हाई आशा के छ खबर हेलो विजया ठिक छ एकदम ठिक छ So Asha is here with us today sharing about her birthing experience here in Australia while on a temporary visa. Oh. Hi. And I'm hoping that je pani as a timle share garchau haina it's going to be helpful for so many Nepalese women who are currently pregnant on a temporary visa in Australia haina के गर्नुपर्छ के च्यालेन्जेसहरु अथवा के राम्रो पनि होला हैन के पोजिटिभ्सहरु just share whatever you are comfortable sharing है फर्स्ट अफ अल थ्याङ्क यू फर इन्भाइटिङ मी हैन मेरो आफ्नो पर्सनल जर्नीलाई चाहिँ अब अरूको अगाडि भनेर चाहिँ अब उनीहरूले मेरो जर्नीबाट चाहिँ केही इन्स्पायर भएर अथवा मेरो एक्सपिरियन्सहरुबाट चाहिँ अब अलिकति केही कुराले पनि उनीहरूलाई चाहिँ अब हुन्छ नि टेवा पुर्याउन सक्यो भने चाहिँ यो पोडकास्ट चाहिँ अब इट विल बी वर्थ इट एन्ड हाम्रो मोटिभेसन पनि त्यही नै हो हैन अनि त्यही हो अब भिजाले भने जस्तै म चाहिँ अब टेम्पोररी भिजामा हुँदाखेरि नै मैले नानीलाई चाहिँ पाएको हुँ हैन फर्स्टमा प्रेग्नेन्सीको बेलामा चाहिँ अब यस्तो थियो मेरो चाहिँ कस्तो थियो भने पिआरको चाहिँ प्रोसेस चाहिँ भइरहेको थियो तर इभन इन्भिटेसन पनि आएको होइन नोमिनेसन पनि पाएको होइन अब त्यति बेला चाहिँ म पहिला एकचोटि हाम्रो कोभिड भिजा भन्ने थियो त्यो कोभिड भिजा नै म चाहिँ एक्सटेन्ड भएर बसेको बेला थियो अब कस्तो थियो भने मेरो चाहिँ भिजा इन्ड पनि हुने बेला भइसकेको थियो अलिकति स्ट्रेसफुल पनि थियो अब फेरि वाइ यु वान गिभ बर्थ भन्ने कुरा आउँछ नि होइन भिजा सकिँदा चाहिँ अब खासमा चाहिँ कस्तो हो भने एउटा लाइफको एउटा स्टेजमा आएर चाहिँ कस्तो हुँदो रहेछ भने सबै कुरा चाहिँ पैसा होइन तिमीले आफ्नो हेल्थ हेर्नु पऱ्यो आइम अलरेडी 30 प्लस आइम अलरेडी 30 प्लस है अनि अब 30 प्लस भएपछि अब बिङ माइ सेल्फ अ हेल्थ प्रोफेसनल होइन अब धेरै कम्प्लिकेसनहरू आउँछ अब सधैँ पैसा 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 पिआर घर भनेर मात्र चाहिँ भएन आफ्नो लागि पनि हेर्नु पऱ्यो होइन अब बच्चाको लागि चाहिँ सोच्नुपर्छ भनेर मेरो हस्बेन्डले पनि अब हामी एज अ कपल चाहिँ सल्लाह भएर चाहिँ अनि ल लेट्स मुभ टु भन्छ नि प्यारेन्टहुड जर्नी भन्ने त्यो चाहिँ त्यसरी चाहिँ अब हामीले प्लान गरेको हो अब अरू कुराहरुमा चाहिँ अब फर्स्टमा चाहिँ त्यही हो अब प्लान गरेकै हो 2-3 महिनासम्म ट्राई गर्दा पनि सक्सेस भएन सक्सेस नभएपछि चाहिँ एउटा प्रेग्नेन्सीको भएन त्यसपछि एउटा लेभलमा चाहिँ यस्तो फ्रस्ट्रेसन भयो कि मैले चाहिँ अब आइम गर्न गिभ अप अब म अहिले गिभ अप गर्छु अब पछि पिआर भएपछि अब फेरि बरु त्यसपछि ट्राई गरौँला भनेको सोचेको लक्ष्मी पूजाको दिन थियो मैले र्यान्डमली एकचोटि अब टेस्ट गरिहालौँ न त भनेर टेस्ट गर्दाखेरि इट केम पोजिटिभ सो अब एकदम अब लक्की नै भनौँ न अब हाम्रो नेपाली कल्चरमा त लक्ष्मी पूजाको दिन यु नो द्याट समन इज कमिङ अनि त्यही माथि अब त्यति बेला थाहा थिएन बेबी गर्ल हो कि बेबी बोय हो होइन जस्ट कोही आउँदैछ भन्ने थाहा हुँदा चाहिँ अब त्यति बेला खुसी लागेको थियो एकतिर खुसी पनि थियो अब एकतिर चाहिँ अब भनौँ न अब आफ्नै भरोसा छैन अब भोलि नेपाल जानुपर्ने हो कि होइन अब प्रेग्नेन्सीमा नेपाल गएर फेरि लाइफ जेरोबाट स्टार्ट गर्नु त अब इट्स भेरी डिफिकल्ट So that was a very anxious time, होइन एकदमै के हुने अब थाहा न अब pregnancy obviously it's a really beautiful time congratulations for that time होइन अहिले त बेबी भइसक्यो होइन it's a baby girl which is lovely होइन लक्ष्मी पूजाको दिनमा ठ्याक्क ल बेबी गर्ल अब त्यतिखेर त बेबी गर्ल भन्ने थाहा भएन but you're so lucky होइन and she's so beautiful है but obviously it was a really anxious time अनि त्यो मोमेन्टमा अस्ट्रेलियाको कति भइसकेको थियो टाइम म आएको चाहिँ 5 वर्ष भइसकेको थियो 5 वर्ष भनेपछि okay that's pretty decent amount of time so you had a lot of time to sort of know the Australian system अनि आफू पनि हेल्थ केयर सिस्टममै काम गर्नु नि तर कसो भने अब
यो पोडकास्टमा चाहिँ मैले एउटा चाहिँ अब होइन मैले के भन्नुपर्छ भने चाहिँ किन पनि एग्री गरेको भने म 5 वर्ष अस्ट्रेलिया बसेको भए पनि मलाई हेल्थ केयर सिस्टम कसरी चल्छ, प्रेग्नेन्सी भएपछि के गर्नुपर्छ, नो आइडिया। किनभने एक त म काम गर्ने एज केयरमा, अब एज केयरमा त अब यो प्रेग्नेन्सी स्टफ त अफकोर्स नथिङ इज रिलेटेड एट अल होइन। त्यही भएर अब यो म जस्तो चाहिँ कोही नहोस् हुन्छ नि, अब एउटा गाइडलाइन होस् हुन्छ नि, एउटा है यस्तो हुँदो रहेछ अस्ट्रेलियामा, यस्तो भएपछि यस्तो गर्नुपर्ने रहेछ। अब धेरै कुरा त हिजोआज त अनलाइनमा पनि थाहा हुन्छ होइन, तर पनि एउटा मान्छेको पर्सनल एक्सपिरियन्स चाहिँ अब कसैले सुन्दाखेरि चाहिँ त्यो चाहिँ अझै आफूसँग रिलेट गर्न सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। सो अस्ट्रेलियामा आएको 5 वर्ष भइसक्दा भए पनि हेल्थ केयर सिस्टम इन रिलेसन टु प्रेग्नेन्सी चाहिँ आफूलाई थाहा भएन त्यतिखेर है। मलाई थाहा थिएन। त्यसले गर्दाखेरि पनि के मोर एन्सियस बनायो कि के? त्यस्तो एङ्सियस चाहिँ होइन, तर एउटा कुरा चाहिँ के थियो भने एनिथिङ ह्यापन गो टु जिपी यति चाहिँ थाहा थियो होइन। अब अफकोर्स प्रेग्नेन्सीको लागि पनि अब प्राइमरी सेकेन्डरी टर्सरी लेभलबाट नै हाम्रो अब हेल्थ केयर सिस्टम त इदर इट्स नेपाल र अस्ट्रेलिया सेम नै हो होइन। त्यही भएर प्रेग्नेन्ट भएपछि अब जिपीबाट जाने भन्ने चाहिँ थाहा थियो। अब कसरी त्यसपछि हस्पिटलमा कसरी हामी इन्डअप हुन्छ हस्पिटलमा, के हुन्छ कसो हुन्छ, अब के गर्नुपर्छ हुन्छ नि। अब आफ्नो देशको र यहाँको त अब भनौँ न एउटा इम्युनाइजेसनदेखि लिएर सबै कुरा नै कति फरक होइन। अब जस्तै अब भनौँ न आइरन फोलिक एसिडहरू चाहिँ अब थ्रु आउट द प्रेग्नेन्सी नै खुवाउनु लाउँछ नि होइन नेपालमा, तर यहाँ फोलिक एसिड भनेर त्यस्तो इम्फोसाइज गरेको चाहिँ मैले पाएन क्या। अब जस्तै आइरन ट्याब्लेटमा पनि नो, किनभने जबसम्म तिम्रो ब्लड टेस्ट गरेर आइरन चाहिँ ड्रप भएको छैन खासै इनिसियलबाट चाहिँ म्यान्डेटरी जस्तो चाहिँ छैन अस्ट्रेलियामा चाहिँ। तपाईँको नेपालमा चाहिँ म्यान्डेटरी छ होइन आइरन ट्याब्लेट, आइरन र फोलिक एसिड त अब फर्स्टबाटै नै अब अन्तिमसम्मै होइन। इभन अब आइरन त अझ पोस्टपार्टममा पनि खाऊ भन्छ होइन। सो त्यो डिफ्रेन्सेस सुरुदेखि नै अलिअलि डिफ्रेन्सेसहरू चाहिँ नोटिस भयो होइन। यहाँको हेल्थ केयर सिस्टम इन रिलेसन टु प्रेग्नेन्सी अनि नेपालको हेल्थ केयर सिस्टम आफूलाई के थाहा थियो अरूले भनेको सुनेको अनुसार है। अनि अघि नै अब आशा तिमीले भन्यौ होइन पिआर पाउनुभन्दा अगाडि प्लान नै भयो होइन, एज अ प्लान प्रेग्नेन्सी नै भयो बिकज यु वान्टेड टु स्टार्ट अ फ्यामिली विच इज लभली होइन। अनि प्रेग्नेन्सीले गर्दाखेरि अब के च्यालेन्ज आयो त? ल यु फाउन्ड आउट यु प्रेग्नेन्ट होइन अन लक्ष्मी पूजाको दिनमा, त्यसपछि चाहिँ वाट ह्यापन्ड? अब कस्तो हुन्छ भने यहाँ सबैजना काम गरि नै राखेको होइन। अब काम गर्नलाई चाहिँ आफ्नो बडीले त्यति अब जति अमाउन्टमा आफू काम गरिन्थ्यो कहिले कहिले डबल पनि गरिन्थ्यो होइन, त्यो चाहिँ गर्न नसकिने। अब वर्किङ आवर चाहिँ लिमिटेड भयो एउटा चाहिँ होइन। अब सबै कुराले यताउता गर्दाखेरि चाहिँ फाइनेन्सियल हार्डसिपमै आउँछ कि अब वर्किङ आवर कम हुनु भनेको पनि अब तिम्रो इन्कम नै कम भयो होइन। अनि अब धेरै खर्च हुने बाटो बढ्यो। अब कस्तो भने मेरो त त्यति बेला मेडिकेयर केही पनि थिएन। अनि बुपाको चाहिँ म चाहिँ इन्सुरेन्स अब प्राइभेट हेल्थ इन्सुरेन्स चाहिँ मेरो थियो। अनि मेडिकेयर भनिहाल्यो, सबैलाई भनिदिइहाल्यो मेडिकेयर चाहिँ यहाँको पब्लिक हेल्थ इन्सुरेन्स भयो है। अनि बुपा भनेको चाहिँ प्राइभेट आउट अफ द कस्ट। अनि यहाँको सिटिजन पर्मानेन्ट रेजिडेन्स अथवा आफूले पर्मानेन्ट रेजिडेन्स अप्लाई गरिसकेको त्यस्तो केही छ भने चाहिँ यु विल गेट मेडिकेयर बेनिफिट्स। अदरवाइज चाहिँ अब स्टुडेन्ट भिजा अरू कुनै टेम्पोररी भिजा अथवा केही भयो भने चाहिँ यु डोन्ट हेभ एक्सेस टु मेडिकेयर, प्राइभेट हेल्थ इन्सुरेन्सबाटै गर्नु पऱ्यो है। कन्टिन्यू। तर अनि मेरो चाहिँ मेरो प्राइभेट हेल्थ इन्सुरेन्स थियो होइन। तर प्राइभेट हेल्थ इन्सुरेन्स चाहिँ केही पनि कभर गर्दैन। अनि जब मैले इन्क्वायरी गर्नलाई अब फोन गरेँ होइन, किनभने म त पहिल्यैदेखि स्टार्टिङदेखि म त्यही कम्पनीसँग मात्र म चाहिँ इन्सुरेन्स मेरो हेल्थ इन्सुरेन्स थियो। अब यति लङ टाइम भएपछि त मैले केही बेनिफिट पाउँछ होला नि भनेर मैले चाहिँ अब त्यहाँ कुरा गर्दा चाहिँ उनीहरूले चाहिँ 1 इयर चाहिँ वेटिङ पिरियड हुँदो रहेछ। कस्तो हुन्छ यदि तपाईँ चाहिँ टेम्पोररी भिजामा हुनुहुन्छ, तपाईँको प्राइभेट इन्सुरेन्स छ भने तपाईँ प्लान गर्दै हुनुहुन्छ प्रेग्नेन्सी भने चाहिँ 1 इयर अगाडि नै तपाईँले चाहिँ म 1 वर्ष पछाडि प्रेग्नेन्ट हुँदैछु भनेर चाहिँ त्यो कम्पनीलाई तपाईँले इन्फर्म गर्नुभयो भने मात्र अनि तपाईँले चाहिँ 1 इयर पछाडि चाहिँ बेनिफिट पाउने। वाह। सो आउँदाखेरि तिमी आउँदाखेरि यहाँ के स्टुडेन्ट भिजामा आएको कि? म डिपेन्डेन्ट भिजामा आएको। एनिवेज अनि त्यहाँदेखि त्यही इन्सुरेन्स कम्पनीसँग एफिलिएटेड होइन। अनि प्रेग्नेन्सी चाहिँ त्यो इन्सुरेन्स प्याकेजमा इन्क्लुडेड रहेन रहेछ। सो यो कुरा सबैले विचार गर्नु पर्यो है, छ कि छैन, स्पेसली इफ यु आर कपल होइन। अब डिपेन्डेन्ट भिजामा एकअर्कासँग मिलेर आउनु भएको छ भने चाहिँ यु गट टु हेभ अ लुक होइन। कहिलेकाहीँ अनप्लान प्रेग्नेन्सी पनि हुनसक्छ नि त होइन। प्लान नै भए पनि यु गट टु मेक स्योर द्याट त्यो प्राइभेट हेल्थ इन्सुरेन्समा चाहिँ प्रेग्नेन्सी केयर इन्क्लुडेड छ भनेर चाहिँ आफूले चेक गर्नु पर्दो रहेछ है। हो, म चाहिँ के सजेसन दिन्छु भने चाहिँ यदि अब पिआर
वेट गर्नलाई टाइम छ बट यु वान्ट टु बी प्रेग्नेन्ट भने चाहिँ स्टुडेन्ट भिजा इज द बेस्ट तपाईँ स्टुडेन्ट भिजामा हुनुहुन्छ भने चाहिँ इट विल इन्टायरली कभर एभ्रिथिङ प्राइभेट सर्भिस पाउनुहुन्छ इभन बरु ल कोही पिआर भएको छ उसको मेडिकेयर छ भने त उसले त पाउने त गभर्मेन्ट सर्भिस त हो नि प्राइभेटली त पाउँदैन नि तर स्टुडेन्ट भिजामा छ भने चाहिँ उसले प्राइभेट सर्भिसै पाउँछ क्या त्यो त्यति चाहिँ कभर हुन्छ सो यदि अब पिआर छैन म चाहिँ अब यु वान स्टार्ट अफ योर फ्यामिली होइन अनि तर इन्सुरेन्स चाहिँ स्टुडेन्ट भिजामा छ भने चाहिँ गो फर इट अब त्यो अब फेरि त्यो स्टुडेन्ट भिजाको आफ्नै च्यालेन्जेसहरू छ अब आफ्नो पढ्नु छ होइन कन्टिन्यू गर्नु छ अब त्योलाई चाहिँ साइडमा राखौँ अब तर यदि हेल्थ बेनिफिटको लागि चाहिँ अब हुन्छ नि त्यस्तो हिसाबले सोच्ने भने चाहिँ यो बाहेकको चाहिँ अब स्टुडेन्ट भिजा नै मलाई चाहिँ बेस्ट लाग्यो मेरो आफ्नो रियल सर्कलमा पनि साथीहरूसँग पनि बुझ्दाखेरि उनीहरूले स्टुडेन्ट भिजामा चाहिँ बढ्थिँदाखेरि चाहिँ होइन उनीहरूको एक्सपिरियन्समा चाहिँ होइन एकदम फाइनेन्सियली चाहिँ इजी भयो भन्ने कुरा सो लेट्स गो ब्याक तिमीले त्यो बुबाको इन्सुरेन्समा चाहिँ प्रेग्नेन्सी कभर नहुने रहेछ होइन 1 year वेट गर्नुपर्छ भने अभियसली द्याट्स नट पोसिबल वाट डिड यु डु नेक्स्ट अब नेक्स्ट त यु हेभ टु फेस वाट एभर इट इज यु हेभ टु फेस अब इट्स योर डिसिजन होइन अब मैले चाहिँ फर्स्टमा त्यही भयो अब थाहा हुने बित्तिकै चाहिँ अब तपाईँ जिपीकोमा बुक गर्नुहुन्छ जानुहुन्छ जिपीकोमा जिपीले हेरेपछि उसले फेरि पनि कन्फर्मेटरी टेस्ट जस्तो गर्छ होइन त्यो चाहिँ तपाईँको युरिनबाट अब त्यो हर्मोन हेर्ने अनि त्यसपछि अर्को चाहिँ अब त्यसपछि अल्ट्रासाउन्ड गरिन्छ फर्स्टमा होइन अल्ट्रासाउन्डको लागि चाहिँ आउट अफ पकेट सबै पे गर्नु पऱ्यो लगभग चाहिँ अराउन्ड 300 to 350 होइन 200 to 350 यतिको रेन्जमा चाहिँ एभ्री टाइम यहाँ चाहिँ अब नेपालमा चाहिँ कस्तो हुन्छ भने म नेपालमा पनि अब बर्थ रिलेटेड उसमा पनि म एक्सपिरियन्स भएको मान्छे होइन नेपालमा चाहिँ कस्तो हुन्छ भने हार्डली एकचोटि अल्ट्रासाउन्ड हुन्छ नेपालमा त्यो पनि एकदम एट द इन्ड अफ द प्रेग्नेन्सीमा क्या यहाँ त 3-4 चोटि नै हुन्छ अल्ट्रासाउन्ड त अनि यो फर्स्ट अल्ट्रासाउन्ड गर्दा त्यो 3-4 चोटिमा त अब त्यो अल्ट्रासाउन्डकै पैसा कति गइसक्यो होइन अनि जब मैले फर्स्ट भिजिट गरेको थिएँ नि जिपीलाई त्यति बेला मेरो फेरि कस्तो भएको थियो भने तपाईँको यो प्राइभेट इन्सुरेन्सको चाहिँ त्यो जिपी एक्सेस पनि सर्टेन मात्र हुन्छ जस्तै 1 वर्षमा $300 बराबरको जिपी एक्सेस हुन्छ जस्तो हुन्छ त्योभन्दा बढी फेरि आफ्नो पकेट आफै तिर्ने मेरो त्यो पनि सकिसकेको थियो सो एभ्री टाइम मैले जिपी भिजिट गरेँ म $60 तिर्नु पर्थ्यो जिपी भिजिट गरेको $60 छुट्टै भयो अनि त्यसपछि अर्को भनेको अब अल्ट्रासाउन्डहरूको अब सबै अब ब्लड टेस्टहरू गर्नु पऱ्यो इनिसियल ब्लड टेस्ट होइन सबै हेर्छ नि त यहाँ त त्यसमाथि आफ्नो वर्क आवर पनि कम भयो किन भन्दाखेरि फर्स्ट 3 months अफ प्रेग्नेन्सी सो डिफिकल्ट होइन एक्सट्रिमली टायर्ड अनि खाना पनि रुच्दैन होइन there's so many different other that's so tired being very tired is very difficult है त्यसमाथि GP को जुन कभर हुने कस्ट त्यो पनि सकिसकेको थियो अल्ट्रासाउन्ड आउट अफ पकेट up to $300 per ultrasound भने that's a lot है त्यो त एकदम महँगो भयो नि त हैन त्यो जसले सुत्दा पनि oh my god भने जस्तो कि so you were in a very difficult situation त्यही त तर अब लकिली हैन अब ब्याकअप थियो तर सबैसँग ब्याकअप नहुन सक्छ हैन अब यति बेला अब साथीभाइ चाहिने भने के यति बेला अब त्यही हो अब यताउता गरेर पनि अब चलाइन्छ भनौँ न and you have family here as well मेरो आफ्नै दिदी पनि हुनुहुन्छ यहाँ त्यही भएर मलाई चाहिँ अब फ्यामिली सपोर्ट त एकदमै थियो and so what happened next अनि त्यसपछि चाहिँ अब अरु भनेको चाहिँ फेरि मेरो चाहिँ अब लकिली मिड वेमा पुगेपछि चाहिँ मेरो इन्भिटेसन आयो नोमिनेसन अप्रुभ भयो सो मसँग चाहिँ इन्टरिम मेडिकेयर कार्ड आइपुग्यो अघि तिमीले एक्सप्लेन गरिसक्यो होइन वाट इज मेडिकेयर भनेर त्यति भएपछि चाहिँ अस्ट्रेलियामा चाहिँ अब हेल्थ केयर सर्भिस गभर्मेन्टमा फेरि होइन प्राइभेटमा त कभर गर्दैन त्यसले पनि गभर्मेन्ट सर्भिसमा चाहिँ अब तिमीले फ्री हुन्छ सबै कुरा भनौँ न बल्क बिलिङ भइन्छ होइन त्यही भएर अनि त्यो मेडिकेयर पाएपछि चाहिँ मलाई एकदमै सहज भयो त्यसपछि चाहिँ अब जिपी भिजिट मलाई पैसा लागेन अनि अझ त्यति बेला पनि अल्ट्रासाउन्ड गर्दाखेरि चाहिँ तपाईको त्यो मेडिकेयर भए पनि अल्ट्रासाउन्डको चाहिँ पैसा तिर्नुपर्छ ओके तर कति बेला तिर्नु पर्दैन भने जब मलाई अब तपाईँ आई थिङ्क मलाई खास याद भएन 2-3 महिना 4 महिनामा हस्पिटल रिफर गरेपछि चाहिँ हस्पिटलबाट अल्ट्रासाउन्ड गरायो भने चाहिँ अनि त्यो अल्ट्रासाउन्डको चाहिँ पैसा तिर्नु पर्दैन हस्पिटलमै गर्ने अल्ट्रासाउन्ड तर युजली हस्पिटलले चाहिँ आफ्नै हस्पिटलमै अल्ट्रासाउन्ड गराउन खोज्दैन रहेछ फेरि बाहिरै गर्दै हुन्थ्यो जस्तो होइन अब किनभने प्रायोरिटीमा राख्नु पर्यो नि त कति कम्प्लिकेटेड केसहरू आउँछ अनि तिनीहरूलाई चाहिँ धेरै
त्यहाँनिर अलि प्रायोरिटाइज गर्दो रहेछ भनौँ न अल्ट्रासाउन्डको लागि। त्यति बेला पनि मैले बाहिर नै गर्थेँ। त्यति बेला चाहिँ मैले लगभग जस्ट $160 जति तिर्नु पर्थ्यो क्या अल्ट्रासाउन्डमा। अब त्यो त अब हाफ वे नै भयो नि त होइन। पहिला 300 समथिङ तिरेको मान्छेले अनि 160 आधी चाहिँ सरकार पब्लिक पब इन्स्योरेन्सबाट आयो हैन आयो अनि आधी चाहिँ अब आफूले तिर्नु पर्यो। त्यसपछि चाहिँ अब अलिकति सहज भयो। अब त्यसपछि भनेको त अब हस्पिटल जर्नीमा म चाहिँ के भन्छु भने म सँगसँगै अब प्रेग्नेन्सीको जर्नीमा भएको साथीहरू धेरै थिए होइन। अनि कतिले चाहिँ मेडिकेयर हुँदाहुँदै पनि प्राइभेट हेल्थ इन्सुरेन्स एक्सेस गर्दोरहेछ। त्यो मैले पनि इन्क्वायरी नगरेको चाहिँ होइन। मैले मेरो आफ्नो उसमा पनि मैले चाहिँ प्राइभेटली चाहिँ कसरी हस्पिटलमा स्टे हुँदाखेरि आफ्टर बर्थ चाहिँ म कसरी प्राइभेट रुमहरू एक्सेस गर्न मिल्छ भन्दाखेरि चाहिँ त्यसको लागि चाहिँ एउटा गोल्डन अथवा प्रिमियम लेभलको चाहिँ हुँदो रहेछ होइन। अनि त्यसमा चाहिँ $5,000 तिर्नु पर्दछ। अनि वेटिङ पिरियड त्यसमा छ त्यसमा कि चाहिँ अब त्यसमा चाहिँ एनिथिङ ह्यापन टु यु यु क्यान गो स्ट्रेट टु गाइनोकोलोजिस्टमै कि अब जिपी पनि कुर्नु पर्ने क्या तिमीले। अब यतिसम्मको हुँदो रहेछ कि अब तिमीलाई चाहिँ नम्बर गाइनोकोलोजिस्टले आफ्नो नम्बरै दिने। तिमीलाई के भयो भने तिमी फोन गर्ने त्यस्तै एभ्री टाइम तिमी जाँदाखेरि अब गाइनोकोलोजिस्टको त सबै स्क्यान गर्ने सबै कुराहरू होइन इक्विप्ड भएको होइन। तिमी एभ्री टाइम उसँग अब जिपीकोमा जाँदा त आफ्नो बच्चा देख्न पाउँदैन नि त। त्यहाँ चाहिँ अब उसले आफ्नो बच्चा पनि देखाइदिने त्यति एउटा डिफ्रेन्स चाहिँ हो। तर त्यस बाहेकको चाहिँ यदि चाहिँ $5,000 चाहिँ तपाईँको लागि चाहिँ यो अमाउन्ट चाहिँ मेरो लागि एकदम ठुलो अमाउन्ट हो। म यति भए पनि मेरो लागि सेभिङ हुन्छ भन्ने सोच्नुहुन्छ भने चाहिँ गो फर पब्लिक हस्पिटलको लागि जानुहोस् होइन। म यहाँनिर मैले पनि पब्लिक हस्पिटलमै बर्थ दिएको हो। मेरो एक्सपिरियन्स चाहिँ एकदमै राम्रो थियो। अब भन्न त मान्छेहरूले 2-3 घन्टा वेट गर्नुपर्छ अपोइन्टमेन्टको टाइमको लागि भन्न त अब त्यो मेसेजमा पनि लेखेर चाहिँ आएको हुन्छ होइन 3 आवर्स चाहिँ अब कुर्नुपर्छ है भनेर। तर म्याक्सिमम् 30-40 मिनट्स। अब अहिले भनौँ न फर इक्जाम्पल तिमीलाई रुगासुगा लाग्यो तिमी जिपीकोमा जाऊ भने 30 मिनट तिमीले वेटिङ गर्नु पर्यो नि त पर्छ नि। कहिलेकाहीँ 1 घन्टै त्यही त अनि त्यो 30 मिनट वेट गर्नु त के भयो र होइन। हस्पिटलभित्रै छ केही पऱ्यो भने सबैजना त्यहीँ छ। that's really good है। अनि सो जिपिज र मिडवाइफ्सको पनि कुरा गरिहालौँ होइन। जिपी मिडवाइफ्स हेल्थ केयर प्रोफेसनल्स यहाँको जो हुनुहुन्छ होइन कस्तो रह्यो त उहाँबाट रेस्पोन्स थ्रु आउट द जर्नी? सरी मलाई एउटा कुरा चाहिँ एकदम अचम्म लागेको होइन जस नेपालमा नभएको कुरा चाहिँ मेरो फर्स्ट भिजिट चाहिँ अब त्यहाँ हस्पिटलमा गएपछि चाहिँ तिम्रो फर्स्ट भिजिट चाहिँ मिडवाइफसँग हुँदो रहेछ होइन। मिडवाइफबाट एसेस गरेपछि अब तिमी अलिकति कम्प्लिकेटेड छ भने बल्ल डक्टरले हेर्ने रहेछ नत्र तिम्रो नर्मल प्रेग्नेन्सी छ भने मिडवाइफले नै सबै हेर्ने रहेछ। अनि फर्स्टमा मिडवाइफले मलाई बोलायो भित्र होइन। अनि मलाई मिडवाइफले फर्स्टमा अब बोलाएपछि चाहिँ त्यति बेला मेरो हस्बेन्ड पनि मसँग जानुभएको थियो। अनि ऊ पनि उठ्यो क्या सँगै जानलाई। अनि मिडवाइफले के भने ओन्ली आशा होइन हस्बेन्ड नआऊ आशा मात्र आउने पहिला म फेरि तिमीलाई फेरि बोलाउँछु भनेको हस्बेन्डलाई। अनि मलाई भित्र गएपछि चाहिँ के भने आर यु सेफ त सेफ छस् तँलाई डोमेस्टिक भाइलेन्स त केही भएको छैन यो प्रेग्नेन्सीमा के त आफ्नो खुसीले प्रेग्नेन्ट भएको हो तेरो हस्बेन्डको जबरजस्ती त्यस्तो केही छैन। एकदमै के त्यो मलाई त एकदम इमोसनल बनाएको थियो कि हुन्छ नि यस्तो सर्भिस रहेछ है भने जस्तो भएको के हुन्छ नि लाइक यु फेल्ट सेफ दे आर देयर फर यु। अब केही छ भने त तिमीले एक्लै हुँदा त तिमीले भन्न पनि सक्छौ नि त होइन। अब हस्बेन्ड आएर अब साँच्ची नै अब एउटा ट्रुली डोमेस्टिक भाइलेन्समा परेको केटी थियो भने त अब हस्बेन्ड गएर त भन्न सकेन मेरो बुढाले मलाई कुर्छ भनेर त होइन। अब त्यस्तो गरेको चाहिँ म चाहिँ एकदमै म चाहिँ हुन त मेरो त माई हस्बेन्ड इज टु गुड होइन भेरी सपोर्टिभ। तर अब त्यस्तो गर्दाखेरि चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्यो क्या हुन्छ नि। अब साँच्ची नै यदि त्यस्तै ट्रबलमा परेको महिलाहरूको लागि चाहिँ एकदमै सुविधा रहेछ है यो देशमा चाहिँ। आई जस्ट वान्ट टु एड टु द्याट अनि प्रेग्नेन्सी चाहिँ फेरि एकदम हाई रिस्क टाइम मानिन्छ कि डोमेस्टिक भायोलेन्सको लागि होइन। यदि अब पहिला कन्ट्रोल जेलसीहरू केही थियो होइन तर प्रेग्नेन्ट भएपछि चाहिँ भएको त्यो प्रिभियसली भएको हुन्छ नि एनी फर्म अफ कन्ट्रोल जेलसीहरू पनि एकदम एस्केलेट भएर जाने चाहिँ रिसर्चले देखाउँछ होइन। सो इट्स रियली गुड आइम रियली ह्याप्पी द्याट दे आस्क्ड यु द्याट क्वेसन होइन एन्ड द्याट यु फेल्ट सेफ है। हो अनि तिनीहरूले एउटा क्वेसनर त्यो सर्वे जस्तो पनि दिन्छ क्या उनीहरूले आफ्नो त्यो मेन्टल हेल्थको लागि हुन्छ नि। अब यतिमा यति स्कोरमा चाहिँ कति स्कोर दिन्छौ अब हुन्छ नि कस्तो फिल गरिरहेको छ एउटा मिनी टेस्ट जस्तो क्या। अनि त्यसमा उनीहरूले स्कोर पनि चेक गर्दो रहेछ पछि होइन। स्कोर उनीहरूले अनलाइन अभाइलेबल पनि गराउँछ तेरो चाहिँ स्कोर यति आएको छ है भनेर पनि। अनि त्यो चाहिँ धेरै राम्रो लाग्यो मलाई हुन्छ नि। अब मेन्टल हेल्थ इस्यु भनेको चाहिँ अब
हाम्रो नेपाली सोसाइटीमा चाहिँ झन् युजली अब पुरा गर्न मान्छे धेरै रुचाउँदैन हुन्छ नि। अब थ्रु आउट द जर्नी, प्रेग्नेन्सीको जर्नीमा, पोस्टमार्टमको जर्नीमा होइन, अब सबैजना एकदमै भनौँ न एउटा लेभलमा पुगिन्छ, जस्तै मान्छे पनि पुग्दो रहेछ, इभन म पनि हुन्छ नि। एउटा लेभलमा पुगेपछि चाहिँ ओहो मलाई साँच्चै नै हेल्प चाहिएको हो कि जस्तो लाग्दो रहेछ। त्यस्तो लाग्यो भने चाहिँ अब यु निड टु रिच आउट। अनि उहाँहरूको कम्युनिकेसन कस्तो लाग्यो त? उहाँहरूले कम्युनिकेट अब हेल्थ इन्फर्मेसन अथवा केहीहरू रिसोर्सेसहरू कम्युनिकेट जुन गर्नुभयो जिपिज मिडवाइफ्सहरूले, मिडवाइफकै कुरा गरौँ होइन, कस्तो लाग्यो त्यो इन्फर्मेसन सेयरिङ? एकदमै राम्रो। अनि कस्तो भने अब मलाई त इङ्ग्लिस आउने नै भयो होइन, त्यही भएर मलाई त्यस्तो प्रब्लम परेन। तर त्यहाँ चाहिँ ट्रान्सलेटरहरू पनि टन्नै हुनुहुन्छ। अन्त त्यस्तो अब अरू ब्याकग्राउन्डहरूको मान्छेहरू मैले वरपर देख्दाखेरि पनि होइन, जसलाई चाहिँ अब इङ्ग्लिसमा कम्फर्टेबल छैन, अफकोर्स हाम्रो यो अब फर्स्ट ल्याङ्ग्वेज होइन होइन, अनि ट्रान्सलेटरहरू पनि अभाइलेबल। अनि मैले जुन हस्पिटलमा मैले बस्थेँ त्यहाँको चाहिँ एउटा एकदम राम्रो सिस्टम के थियो भने एउटा हेल्थ एप भन्ने हुँदो रहेछ। हेल्थ एपमा चाहिँ मेरो अब पेसेन्ट आइडी सबै हालेपछि होइन, मेरो मोबाइलमा त्यो एप्लिकेसन हुन्छ। अब म त्यो एप्लिकेसन खोलेपछि मेरो आउँदो अपोइन्टमेन्ट कुन छ, मेरो ब्लड टेस्ट रिजल्टहरू कस्तो आएको छ, इभन ग्राफमा देखाइदिन्छ क्या। तिम्रो अब आज तिम्रो ब्लड टेस्ट गरेको छ, रिजल्ट आयो, अब 2 महिनापछि तिम्रो ब्लड टेस्ट गरेको छ, रिजल्ट आयो भने त्यसलाई पुरै ग्राफमा देखाइदिन्छ क्या। तिम्रो पहिला आइरन लेभल यति थियो, अहिले यति घट्यो, हुन्छ नि, पुरै ग्राफमा देखाएर अब पेसेन्टलाई पनि बुझ्न कति सजिलो भयो नि त। आफ्नो हेल्थको लागि चाहिँ उनीहरूलाई चाहिँ आफूलाई हुन्छ नि एउटा इन्डिपेन्डेन्सी दिएको क्या। अब हुन्छ नि, अब मेरो आफू पेसेन्टलाई टप प्रायोरिटीमा राखेको, उसको हेल्थको लागि आफूले डिसाइड गर्नु। अनि एउटा राम्रो पनि के लाग्यो भने अब हुन त मान्छे म नर्मल डेलिभरी छ गर्न सक्नुहुन्छ भने नर्मल डेलिभरी नै गर्नुपर्छ भन्ने सोच राख्ने मान्छे हो होइन। सिजरियन भनेको चाहिँ जहिले पनि म चाहिँ यो चाहिँ हाम्रो विज्ञानको एउटा गिफ्ट मात्र हो, सकेकोसम्म सबै कुरा नर्मलै गर्नुपर्छ भन्ने सोच राख्छु म चाहिँ। तर यहाँको चाहिँ अब तिमीलाई चोइस दिन्छ क्या अगाडि नै, अब हाउ यु वान टु गिभ बर्थ भनेर। So you can choose normal जाऊँ कि cesarean जाऊँ, you can choose. You can choose. अब तिम्रो इनिशियल फेजबाटै you can choose. You can decide for yourself whether you wanna give normal vaginal delivery or you wanna go with the cesarean section. So it's up to you. अनि प्रेग्नेन्सीमा के कम्प्लिकेसन्स आयो कि के भयो? मलाई चाहिँ जेस्टेसनल डायबिटिज थियो। अब त्यो भनेको चाहिँ गर्भवती अवस्थामा हुँदाखेरि अब नर्मल अब साधारणतया भन्यो भने गर्भवती अवस्थामा हुँदाखेरि अब सुगर लाग्ने होइन। अनि एउटा राम्रो कुरा यहाँ चाहिँ अब यो हुने बित्तिकै चाहिँ अब के डाइटिसियनहरू पनि इन्भल्भ हुने, फिजियोथेरापीहरू पनि इन्भल्भ हुने। तिम्रो अपोइन्टमेन्ट नै अब बुक गरेको हुन्छ क्या उनीहरूसँग। सायद अब हामीलाई हुनु पनि मेरो मम्मीलाई पनि थियो कि के थाहा होइन, जेस्टेसनल डायबिटिज थियो कि कहिले चेक गर्नुभएको होइन। तर नेपालमा त सबभन्दा धेरै खाने नै खाना। अनि अब त्यही कुरा मम्मीको कन्ट्रोल नभएको भएर मलाई आएको हुनसक्छ नि त होइन। अब सुगर भयो, सुगर भएपछि त्यही डाइटिसियनहरू इन्भल्भ भयो होइन, कस्तो खाना खाने कस्तो खाना यो डाइटिसियन फिजियोथेरापीहरू भन्ने नि होइन, एक्स्ट्रा सर्भिस जुन एलाइड हेल्थ सर्भिस, त्यो हस्पिटलभित्रै अपोइन्टमेन्ट थियो कि यु ह्याड टु गो आउट? भित्रै हस्पिटलमै सबै सर्भिस थियो त्यो। सो कहीँ पनि बाहिर जानु पर्दैन? कहीँ जानु पर्दैन। उनीहरूले अपोइन्टमेन्ट गरिदिने कि आफू? उनीहरूले आफै नै। अनि एउटा डायबेटिक नर्ससँग पनि अपोइन्टमेन्ट हुन्छ, किनभने अब जस्तो मेरो केसमा चाहिँ मैले चाहिँ इन्सुलिन पनि लिनु परेको होइन। मेरो फास्टिङ धेरै हाई भएर इन्सुलिन पनि लिनु परेको। त्यति बेला चाहिँ अब डेमोन्स्ट्रेसन गराउँछ क्या उनीहरूले, इन्सुलिन कसरी लिने, अब धेरै हाई रिडिङ आयो भने के गर्ने। अनि उनीहरूले पेपर मेरो केसमा चाहिँ एउटा डायरी जस्तो थियो होइन, अब सबै त्यहाँ रेकर्ड गर्ने। आजको दिनमा चाहिँ अब दिनमा 4 चोटि जाँच्नु पर्थ्यो। अब बिहान उठ्ने बित्तिकै खाली पेटमा, त्यसपछि ब्रेकफास्ट खाएपछि, त्यसपछि खाना खाएपछि, अनि लास्टमा डिनर खाएपछि 4वटा। अनि ठ्याक्क आफ्नो रिडिङ राख्यो। अनि यदि आफूलाई चाहिँ त्यो रिडिङ चाहिँ 2टा चाहिँ हाई आयो भने चाहिँ उनीहरूलाई फोन गर्नु पर्थ्यो। फेरि उनीहरूलाई फोन गर्नु पर्थ्यो। अनि उनीहरूले चाहिँ अब डाइटिसियन अब किन हाई भयो त, अब यदि खाना खाएर हाई भएको हो भने डाइटिसियनलाई रिफर गरेन होइन। डाइटिसियनले फेरि सम्झाउने यस्तो खानु भएन, उस्तो खानु भएन। अब होइन मैले खाना एकदम कन्ट्रोल गरिरहेको छ, त्यही पनि बढिरहेको छ भने चाहिँ फेरि उनीहरूले डक्टर भिजिटमा बोलाउँथ्यो। भिजिटमा बोलाएर अब इन्सुलिन बढाउनु हो कि के गर्ने हो होइन, अनि त्यो अनुसारको फेरि फर्दर।
That's such a good service, होइन? Mm, एउटा सानो complication आए पनि gestational diabetes very well managed in a public hospital, in a public setting, होइन? त्यो चाहिँ एकदम राम्रो भयो नि। हो एकदमै राम्रो। इभन अब कम्प्लिकेसनकै कुरा गर्दाखेरि चाहिँ मेरो चाहिँ पोस्टपार्टम कम्प्लिकेसन पनि थियो होइन। मलाई मेरो चाहिँ वुन्डहरू इन्फेक्टेड भएर अनि म त इभन हस्पिटलाइज पनि भएको आइभी एन्टिबायोटिकको लागि पनि धेरैचोटि मेरो चाहिँ रिकरेन्ट इन्फेक्सन भयो है। अब बर्दिङ त्यो कुरा सुरु भइहाल्यो होइन? बर्दिङ एक्सपिरियन्स कस्तो भयो? ल बेथा चल्यो भन्ने थाहा भयो होइन? अथवा इन्ड्युस गरे हो कि के गरे हो? मेरो चाहिँ इन्ड्युसै गरेको हो। एउटा टाइममा गएपछि चाहिँ त्यो प्लासेन्टाले काम गर्न छोड्दो रहेछ। अनि त्यसपछि चाहिँ अब बेबीले ह्याम्पर हुन्छ भनेर उनीहरूले प्लान इन्ड्युसै गरेको हो। अनि यहाँनिर एउटा मान्छेले भन्छ नि विदेशमा त कति सजिलो छ बच्चा पाउनलाई, त्यही एउटा सुई लगाइदिन्छन्, दुख्दैन अनि बच्चा पाउन सजिलो छ। नेपालमा पो कति बेथा सहनुपर्छ। इपिड्युरलको कुरा। अब हो इपिड्युरल चाहिँ हुन चाहिँ हुन्छ, तर इपिड्युरलको पनि इपिड्युरलको पनि आफ्नै फाइदा र बेफाइदाहरू छन्। अब मेरो एउटा पोस्टपार्टम कम्प्लिकेसन चाहिँ अब इपिड्युरलको त्यो एउटा बेफाइदा नै भन्नु पर्ला होइन। किनभने इपिड्युरल लगाएपछि तपाईँले इपिड्युरल अब कोही फर्स्ट टाइम मम हुनुहुन्छ, अब इपिड्युरल मैले कति बेला लिने भन्ने छ भने दिमागमा चाहिँ तपाईँलाई चाहिँ बेथा सुरु भयो होइन, एनी टाइम तपाईँले जति बेला पनि माग्नु सक्नुहुन्छ। मैले यति घर खुलेपछि चाहिँ मलाई माग्ने भन्ने चाहिँ हुँदैन रहेछ। मैले इपिड्युरल लिएको मेरो 3 घर खोल्दाखेरि लिएको। 3 घर खोल्दाखेरि तपाईँले अब तपाईँलाई लाग्छ कि म सक्दिनँ इपिड्युरल लिनु छ, गो फर इट। तर त्यही हो, अब आफूभन्दा तलको भाग पुरै थाहा पाइन्न, त्यसपछि पुस गर्न सकिन्न। अब अनि चाहिँ भ्याक्युम असिस्टेड डेलिभरीको चान्सेस धेरै हुने भयो। जस्तै फर एक्जाम्पल भ्याक्युम डेलिभरी, फोर्सेप डेलिभरीहरूको चान्स धेरै हुने भयो। अब तिनीहरूको पनि आफ्नै आफ्नै कम्प्लिकेसन छ। अब त्यो त धेरै लामो कुरा हुन्छ फेरि मैले त्यो भन्न थालेँ भने होइन। तिम्रो चाहिँ के रह्यो एक्सपिरियन्स? मेरो चाहिँ मलाई पेन म्यानेजमेन्टमा पेन म्यानेजमेन्ट एज अ सेड मलाई चाहिँ मोर्फिन अफर गरेको थियो। मैले मोर्फिन नखाने भने मलाई सिधै इपिड्युरलै देऊ भने, अनि इपिड्युरल दिएपछि चाहिँ अलिक सहज भयो। इपिड्युरल दिएपछि धेरै सहज चाहिँ भएको हो। तर पुसिङ टाइम किनभने सेकेन्ड स्टेज अफ लेबर हुन्छ नि, अब यो पुसिङ टाइम चाहिँ मेरो एकदम लामो भइदियो क्या। यो सेकेन्ड स्टेज अफ लेबर पुसिङ टाइम जति लामो भयो कम्प्लिकेसन आउने चान्स धेरै मलाई चाहिँ। अनि अब त्यसपछि पुस गर्न सकिएन, अनि नसकेपछि चाहिँ डक्टरहरू बोलाएर फोर्सेप युज गरेर होइन। फोर्सेप भनेको चाहिँ अब ठुलो चिम्टा जस्तो हुन्छ होइन, चिम्टाले बच्चा तान्ने हो। अब नर्मल भन्नु पर्दाखेरि आफूले पुस गर्न नसकेपछि तान्दाखेरि अब अनि आफूले पनि पुस पनि गरिरहेको छ, कन्ट्रोल भएन, मेरो एक्स्ट्रा टियर भइदियो। अर्को टियर चाहिँ मेरो चाहिँ दुईतिरपट्टि नै टियर भएको होइन। त्यो अब आफूले कन्ट्रोल गर्न सकेन नि त, आफूलाई थाहा नै छैन होइन। अब कतिको पुस भइरहेछ के भइरहेछ मलाई थाहा नै छैन। अब यसमा अब त्यति भएर त्यो भयो। त्यो भएपछि फेरि म गएँ पोस्टपार्टम हेमोरेजमा। पोस्टपार्टम हेमोरेज भनेको चाहिँ अब एकदमै धेरै ब्लड लस आफ्टर डेलिभरी भएपछि होइन। डेलिभरीको क्रममा भनौँ न मैले 1 लिटर ब्लड चाहिँ लस गरेँ। त्यसपछि अब त्यसको म्यानेजमेन्टको लागि त अब हस्पिटल स्टाफ दे वर भेरी प्रोफेसनल होइन, भेरी गुड। अब उनीहरूले अब उनीहरूको म्यानेजमेन्ट एकदम ठिक थियो होइन। अब गऱ्यो, सुचरिङहरू सबै गऱ्यो, त्यसपछि सबै नै ठिक भयो। त्यही हो, मेरो चाहिँ घाउहरूलाई चाहिँ हिल हुन चाहिँ अब एउटा किसिमले चाहिँ आफैले सोच्दाखेरि चाहिँ अब त्यो डायबिटिज पनि त थियो नि त, त्यही भएर पनि त्यो वुन्ड हिल हुनलाई एकदमै टाइम लाग्यो जस्तो लाग्यो। अनि अफकोर्स इम्युन अझै पनि लो हुन्छ होइन। अब सुत्न पाउँदैन राम्ररी बच्चा। अब जति नै हुन्छ नि फ्यामिली मेम्बर भए पनि, जति नै सहयोग भए पनि राति बच्चा लिएर सुत्यो त आमै हो नि त होइन। अब जति भए पनि अब स्लिप डिप्राइभ भएपछि चाहिँ त्यो जति जे गरे नसुतेपछि तिमीले जति जेसुकै खाऊ जेसुकै गर, त्यो हिलिङ चाहिँ एकदम स्लो। अनि फ्यामिली आउनु भएको थियो नेपालबाट हेल्प गर्नलाई? मेरो फर्स्ट 3 मन्थ्स चाहिँ मेरो बुवा मम्मी हुनुहुन्थ्यो, अनि त्यसपछि चाहिँ मेरो इनलजहरू आउनुभयो। अहिले पनि मसँगै हुनुहुन्छ इनलजहरू। त्यसले गर्दा कतिको हेल्प भयो त? कतिको इम्पोर्टेन्ट छ फ्यामिली लिएर आउन? फ्यामिली लिएर आउनु त एकदम इम्पोर्टेन्ट छ। म त इमेजिन पनि गर्न सक्दिनँ फ्यामिली बिना। अब मैले कति सुने पनि छु होइन, फ्यामिली बिना पनि मान्छेले होइन बर्थ दिएको हेरेको हुन्छ नि। म त आई सल्युट टु देम के, जो फ्यामिली बिना जसले बच्चा हेरेछ नि, म त इमेजिन पनि गर्न सक्दिनँ। त्यो एकदमै फ्यामिली त तिम्रो काम गर्नको लागि मात्रै होइन कि, इमोसनल सपोर्टको लागि पनि एकदमै। अब एउटा कुरा चाहिँ नेपालमा जस्तो यहाँ सुत्केरी मसाज ससाज भन्ने चाहिँ केही हुँदैन। कसले मसाज गर्ने होइन, हस्बेन्ड काममा जानु परिहाल्यो। अब आफ्नो सट्टामा मम्मीले अब सबै पकाउने ओर्ने खुवाउने गरेर हुन्छ, अनि बुवाले बच्चा सजाय हेर्ने हुन्छ।
अब त्यो मसाज गरिदिनु कसले, त्यो बुढा पनि बल्ल बल्ल काम गरेर आएर थाकेको हुन्छ, उसलाई के भन्नु, उसले नगरिदिने त होइन, अब गरिदिनु त गरिदिँदैन। तर नेपालमा जस्तो हुन्छ नि, अब नेपालमा त अब मलाई भन्नुहुन्थ्यो क्या यहाँ आन्टीहरूले, अब बच्चा पायो भने बित्तिकै तेलै बोकेर जान्छन् नि हस्पिटलमा मसाज गरिदिनलाई क्या। रेडी भएर होइन। त्यति इगर हुन्छ क्या मसाज दिनको लागि। यहाँ त अब यस्तै नै हो है। अनि अब बेबी भयो होइन, अनि बेबीको भिजा स्टेटस चाहिँ के हुँदो रहेछ, किनभने पिआर त त्यतिखेर भइसकेको थिएन। हो, बेबीको चाहिँ कस्तो हुन्छ भने प्यारेन्ट्सको भिजा जे हो बेबीको त्यही हो। यदि प्यारेन्ट्स पिआर हो भने चाहिँ अभियसली बेबी जन्मिने बित्तिकै सिटिजन हुने रहेछ। अब हामी चाहिँ टेम्पोरेरी नभएको भएर उसको चाहिँ अब हाम्रो भिजा जे हो त्यही हो, उसको पनि पिआर अप्लाई गर्नुपर्छ। त्यसपछि चाहिँ अब आउँछ यो पिआर अप्लाई गर्नुभन्दा अगाडि बच्चाको पासपोर्ट। यो पासपोर्ट आउनलाई अझसम्म पनि आएन ल। मेरो बच्चाको पासपोर्ट मेरो हातमा अझसम्म परेको छैन। बेबी कति मन्थको? बेबी 4 मन्थ भइसक्यो। जब एक हप्तामा जन्मेको 1 हप्ता कि कतिमा अप्लाई गरेको, अझसम्म पनि आएको छैन। मैले त यतिसम्म गरेँ कि होइन, पासपोर्ट चाहिँ अब यो अनलाइन सिस्टममा जहिले अब रेडी फर सिपमेन्ट भनेर आउने, अनि यता क्यानबेरामा एक त क्यानबेराको फोनै नउठाउने, फोन नै उठ्दैन त्यहाँनिर त्यहाँ। अनि त्यसपछि मैले त नेपालको राजदूता राहदानी विभागमा फोन गर्ने कि मैले त त्यहाँको राजदूतावासमा पनि फोन गरेँ मैले नेपालमा जताततै फोन गरेर तपाईँको रेडी फर सिपमेन्ट छ भने आउँछ भनेको 1 महिनापछि चाहिँ यहाँ बल्ल आयो। अनि त्यसपछि अहिले चाहिँ अब उताबाट अस्पोसबाट पठाइदिएको छ एकजना भाइले होइन। तपाईँको चाहिँ यस्तो हुँदो रहेछ, क्यानबेरामा तपाईँको आफ्नो कोही रिलेटिभ छैन भने पनि पासपोर्ट लिएर पठाउन चाहिँ मिल्दो रहेछ, उसको बर्थ सर्टिफिकेट देखाएर चाहिँ मिल्दो रहेछ। अनि त्यही हो, पासपोर्टको लागि पनि त्यो फोटो खिच्नु पर्यो, बच्चाले आँखा खोलेको हुनु पर्दै रहेछ, बच्चा जति सानो भए पनि आँखा खोलाउनलाई एकदम गाह्रो थियो है, अलिकति भए पनि आँखा चाहिँ खोल्नै पर्ने। अब त्यो पासपोर्टको लागि जति सानो भए पनि जति सानो होस्, अब के त कुर्नु पर्यो उसले आँखा खोल्ने जेलसम्म होइन। मेरो बच्चाले त लगभग यति नै खोलेको थियो होला क्या, त्यो पनि त्यतिमा नि पासपोर्ट चाहिँ बन्द रहेछ। अलिकति भयो भने आँखा चाहिँ खुल्यो। That's really challenging है। त्यही भएर अनि अब पासपोर्ट अहिले आइसकेको चाहिँ छैन, but it's gonna come soon है। Thank God for that। ठिक छ। अनि अब बेबी भयो है, अब नेक्स्ट लेट्स मुभ टु पोस्टनेटल सर्भिसेस होइन। अब बेबी भइसकेपछि यहाँ के सुविधा अब हुँदो रहेछ त? अब आफ्नो त मेडिकेयर आइसकेको थियो, मेडिकेयर कार्ड आइसकेको थियो होइन, विच मेक्स इट अ लट इजियर है। त्यो मेडिकेयरमा चाहिँ बाट चाहिँ के पोस्टनेटल सर्भिसेसहरू एक्सेस भयो अथवा? यहाँ चाहिँ अब कम्युनिटी सर्भिस भनौँ न, एमसिएच भनिन्छ होइन, त्यो चाहिँ मेटर्नल एन्ड चाइल्ड हेल्थ सर्भिस। अनि त्यहाँ चाहिँ कस्तो हुन्छ नि, त्यहाँबाट मात्र होइन, इभन हस्पिटलबाट पनि डिस्चार्ज भइसकेपछि विदिन अ विक चाहिँ हस्पिटलकै नर्स पनि मिडवाइफ पनि आएर हेर्ने हुँदो रहेछ है। अनि उसले चाहिँ आएर उसले चाहिँ कस्तो हो भने आएर चाहिँ बच्चाको मात्र होइन, बच्चालाई मात्र हेर्ने होइन कि मदरको होइन, पोस्टमार्टम वुन्डहरू सबै हेरेर जाने रहेछ। त्यसपछि घरमै आउने। त्यसपछि एमसिएच भिजिट पनि आउँछ घरमै आउँदाखेरि चाहिँ होइन, अब बच्चालाई चाहिँ कसरी सुताएको छ होइन, अब यहाँ त सँगै सुताउनु त हुँदैन, अब त्यही हो, अब सडन इन्फेन्ट डेथ सिन्ड्रोम नहोस् भनेर होइन, अब उसको छुट्टै कटमा चाहिँ उसलाई छुट्टै सुताउने, अब कसरी सुताएको छ उसलाई, उसको वेटहरू हेर्ने। एमसिएचले चाहिँ मदरको चाहिँ त्यस्तो हेल्थ क्लिनिकल हेल्थ वाइज चाहिँ, किनभने मलाई चाहिँ त्यति बेला खासमा मलाई मेरो चाहिँ वुन्ड इन्फेक्टेड भयो कि भन्ने लागेको थियो। अब मेरो हस्बेन्डलाई त उसलाई आइडिया छैन कस्तो वुन्डलाई इन्फेक्टेड वुन्ड भने। अब एमसिएचले चाहिँ एकचोटि मलाई चाहिँ वुन्ड एकचोटि एसेस गर्दै हुन्थ्यो भन्ने लाग्थ्यो त्यति बेला। उसले चाहिँ जिपीबाट जा भन्दै, उसले एकचोटि हेर्न पनि खोजेन क्या। सायद अहिले चाहिँ मलाई अहिले यसो पछाडि फर्केर सोद्धाखेरि सायद उसले त्यति बेला हेरिदिएको भए चाहिँ मलाई अझै बेनिफिट हुन्थ्यो कि, मलाई अझ अलिक चाँडो थाहा पाउँथ्यो कि मेरो इन्फेक्टेड थियो भनेर। एनिवे तर उसले त्यो भनेको म भोलिपल्टतिरै जिपीकोमा गइ त सकेको थिएँ। नत्र बच्चाहरूको लागि चाहिँ होइन एकदमै राम्रो लाग्यो। अब केही भयो भने अब यहाँ ग्रिन बुक भन्ने हुन्छ होइन, ग्रिन बुकमा चाहिँ अब तिम्रो एभ्री चाइल्डको सबै कुराहरू त्यहाँनिर लेखेको हुन्छ, उसको बर्थ वेटदेखि लिएर उसको हरेक भिजिटमा उसको वेटहरू कति भएको छ, कति हुन्छ नि उसको लेन्थहरू, उसको हेडको सर्कमफरेन्सहरू, एभ्रिथिङ, उसको इम्युनाइजेसन अप टु डेट छ कि छैन, सबै कुरा होइन। अनि एमसिएच सर्भिस चाहिँ यहाँबाट कति टाढा, आफू बसेको ठाउँबाट कति टाढा थियो? एमसिएच चाहिँ 10 to 15 मिनट्स। म पहिला पहिला अर्को सबबमा बस्थेँ होइन, अनि म रिसेन्टली यता मुभ भएको एउटा चाहिँ, अनि तिमी अर्को सबबमा मुभ हुँदा पनि एमसिएचलाई चाहिँ त्यहाँ भनेर होइन मेरो डाटा सबै ट्रान्सफर गरिदियो भनेपछि चाहिँ उसले सबै ट्रान्सफर गरेर
एकदम स्मुथली नै ट्रान्सफर हुँदो रहेछ सबै कुरा अनि नजिकै थियो That's really good, है very helpful. अनि अर्को एउटा कुरा के गर्नु मन लाग्यो भन्दाखेरि अब मेडिकेयर छ होइन बट अन अ टेम्पोररी भिजा यु कान्ट एक्सेस चाइल्ड केयर सब्सिडी होइन यहाँको पिआर अथवा सिटिजन भइसकेपछि चाहिँ गभर्मेन्टले के गर्छ भन्दाखेरि यदि आफ्नो अब काममा जानु पऱ्यो होइन अब सधैँ घरमा बस्ने सुविधा नहुन नि सक्छ होइन ब्याक टु वर्क जानु पऱ्यो भने चाहिँ गभर्मेन्टले चाहिँ अलिकति डिस्काउन्ट हुन्छ कि चाइल्ड केयरमा आफ्नो बेबीलाई पठाउनु पऱ्यो भने चाहिँ गभर्मेन्टले सर्टन अमाउन्ट पे गरिदिन्छ होइन आफ्नो इन्कम हेरेर होइन कति के कस्तो भनेर तर त्यो चाहिँ एज अन अ भिजा वी कान्ट एक्सेस द्याट है त्यस्तै गर्दाखेरि चाहिँ वाट्स यो प्लान मुभिङ अहेड होइन अब बेबी बल्ल 4 months भयो है बट मुभिङ फरवर्ड के छ त प्लान अब ब्याक टु वर्क जाने अथवा त्यही त अब तिमीलाई भने जस्तै होइन अब यहाँ सेन्ट्रल लिङ्क बेनिफिटहरूको कुरा गर्दाखेरि चाहिँ अब त्यो बेनिफिट त पोस्टमार्टम जर्नीमा इन्टायरली पनि हुन्छ नि होइन अब अहिले त 27-28 विक्स दिने भनेको छ अब म त त्यसको लागि एलिजिबल छैन अब एलिजिबल नभएको भएर तर के हो अब आफ्नो आफ्नो कम्पनीको अनुसार म्याटर्निटी लिभ पनि हुन्छ होइन मेरो चाहिँ 5 हप्ता जति थियो मेरो कम्पनीबाट चाहिँ त्यसबाहेकको चाहिँ मैले सबै मेरो एनुअल लिभै युज गरेको हो नत्र यहाँ सरकारले चाहिँ पेड पेरेन्टल लिभ भनेर पनि दिन्छ है वन्स यु गिभ बर्थ अनि घरमा बस्नु पर्यो भने चाहिँ सरकारले सर्टन अमाउन्ट अफ मनी दिन्छ तर नट अन अ टेम्पोररी भिजा है यु हेभ टु हेभ अ पिआर ओर सिटिजनसिप है त्यही त त्यही हो म अब त्यसको लागि एलिजिबल नभएको भएर मेरो चाहिँ अब आफ्नै एनुअल लिभहरू युज गरेर नै बसेको हो म अनि अर्को त्यही चाइल्ड केयरको कुरामा चाहिँ अब मेरो चाहिँ अब अहिलेसम्म प्यारेन्ट्सहरू चाहिँ अब दे आर पोजिटिभ अबाउट कमिङ हियर होइन त्यही भएर त्यतिमा चाहिँ ढुक्क छु अब अहिले 1 yearको लागि मेरो इनलजहरू हुनुहुन्छ त्यसपछि चाहिँ अब मेरो 6 monthको लागि मेरो प्यारेन्ट्स आउनुहुन्छ त्यसपछि फेरि उहाँहरू 1 yearको लागि आइदिनुहुन्छ त्यस्तो गरेर चाहिँ अब अहिले प्लान चाहिँ त्यही छ त्यसरी नै चलाउँ भन्ने सोचिरहेको छु होइन अब त्यही हो प्यारेन्ट्सहरू ल्याउँदाखेरि पनि अब च्यालेन्जेसहरू आफ्नै ठाउँमा छ अब भनौँ न अब हेल्थ केयर इन्सुरेन्सको कुरा आउँछ प्यारेन्ट्सहरू आउँदाखेरि पनि होइन अब त्यही हो नेपालमा अलिक बुढाबुढी भएपछि कति धेरै रोग लागेको हुन्छ अब विदेशको ठाउँमा होइन कहिले के हुने हो अब फेरि त्यही हो यहाँको इन्सुरेन्स पनि त्यस्तै हो अब सबै कुरा कभर हुँदैन त्यही भएर अनि अर्को कुरा बुवा मम्मीको सोसियल लाइफको कुरा म चाहिँ अहिले रिसेन्टली चाहिँ अब अलि यता अलि टाढा मुभ भयो भनौँ न सिटीबाट नत्र म चाहिँ यहाँ चाहिँ रिचमन्डमा बस्थेँ होइन रिचमन्ड भन्ने ठाउँमा बस्थेँ अब त्यो त धेरै क्लोजर टु सिटी भयो मेरो लागि त त्यो पर्फेक्ट प्लेस थियो होइन कामबाट आउने जाने अब अहिले चाहिँ अब मम्मी बुवाको लागि सोचेर अनि पनि म चाहिँ अलिक टाढा मुभ भएको छु हुन्छ नि अलिकति स्पेसियस जस बुवा मम्मीलाई बोल्ने बाटो होइन यसो तरकारी सरकारी लाउनलाई बाहिरभित्र गर्नलाई वाक जानलाई पनि अलिकति हुन्छ नि खुल्ला ठाउँ भनेर पनि अब धेरै कुरा सोच्नुपर्छ अब प्यारेन्ट्स बोलाउने भनेर प्यारेन्ट्स बोलाएको छ अब उसलाई त एकदमै रमाइलो छ भन्ने जस्तो पनि हुँदैन सबै कुराको आफ्नै च्यालेन्जेस पनि हुन्छ सो यु हेभ टु बी केयरफुल होइन पेरेन्ट्सको पनि मेन्टल हेल्थ फिजिकल हेल्थको कुराहरू आयो होइन त्यसमा पनि ध्यान दिनु पऱ्यो होइन द्याट्स एन एक्स्ट्रा एडेड स्टफ होइन अभियसली हेल्थ त छँदैछ होइन थ्याङ्क गड तर त्यस्तै एउटा सर्टन एस्पेक्ट पनि आफू मेन्टल लोड पनि एड चाहिँ गर्छ है त्यही त अब बुवा मम्मी अब हाम्रो लागि भनेर अब हुन्छ नि अब खासमा भन्यो भने त उहाँहरूको लागि त ग्रान्ड चिल्ड्रेन त उनीहरूको रेस्पोन्सिबिलिटी त होइन नि त आफ्नो बच्चा हुर्कायो द्याट्स इट होइन अब मेरो बच्चा हुर्काइदिनु पर्ने भने त उहाँहरूको जिम्मेवारी त होइन नि त मैले सक्दिनँ भन्न पनि पाउनुहुन्छ नि पाउनुहुन्न र तर पनि अब यहाँ आउनु भएपछि त अब आफूले गर्ने कुरा त सबै गर्नु पऱ्यो नि होइन सो पेरेन्ट्स अनि इनलजको हेल्पबाट चाहिँ युआर प्लानिङ टु गो ब्याक टु वर्क होइन अनि कतिजना टेम्पोररी भिजामा भएकोहरूले चाहिँ के पनि गर्नुहुन्छ भन्दाखेरि बेबीलाई चाहिँ ब्याक टु नेपाल होइन छोडिदिने पनि गर्नुहुन्छ होइन त्यो चाहिँ छैन हो त्यस्तो चाहिँ छैन मैले एकदमै देखेको छु मेरो आफ्नै सर्कलमा पनि देखेको छु नेपाल जाने आफ्नो मम्मीलाई चिन्दैनन् क्या उनीहरूले चाहिँ आफ्नो मम्मीलाई नामले बोलाएर हुन्छन् हुन्छ नि मम्मी भनेर त्यो एट्याचमेन्टै नहुने के अनि एउटा मैले यस्तो पनि देखेँ होइन अलिक ठुलो भएपछि अब उसलाई चाहिँ अब 14-15 वर्ष भएपछि अस्ट्रेलिया लिएर आएपछि उसले चाहिँ अब टिनेजमा त अलिक झगडा गर्ने हुन्छ नि जब अलिकति उसँग मम्मीसँग ठाकठुक पऱ्यो उसको एउटै कुरा के भने मलाई नेपालमा एक्लै छोड्दै होइन अहिले आएर चाहिँ कति न माया गरे जस्तो गर्ने मलाई त्यति बेला नेपालमा एक्लै छोड्दै होइन त्यस्तो भन्दाखेरि अब त्यो वर्डहरू त लिन सकिन्न नि एज अ मदर होइन चुब्ने भएपछि द्याट्स भेरी स्याड है के गर्ने अब यहाँ राख्न पनि गाह्रो होइन अब के गर्ने आफू पनि बाँच्नु छ आफू पनि काममा जानु छ इट्स भेरी डिफिकल्ट डिसिजन होइन नेपाली पेरेन्ट्सहरूले दे हेभ टु मेक अन अ टेम्पोररी भिजा होइन अनि obviously have to think about this as well, you know. Think about this as well.
when you are pregnant. So migrant भइसकेपछि चाहिँ यहाँ केही स्पेसल सर्भिसेसहरू एक्स्ट्रा सर्भिसेसहरू अथवा लो कस्ट सर्भिसेस स्पेसली त्यो फर्स्ट फ्यु मन्थ्स होइन जहाँ चाहिँ मेडिकेयर थिएन होइन त्यस्तो केही सर्भिसेसहरूको बारेमा केही इन्फर्मेसन थियो त्यस्तो चाहिँ मलाई चाहिँ त्यो केही पनि थाहा भएन त्यस्तो चाहिँ केही पनि थाहा भएन अब जस्तै यहाँ फ्री सर्भिसहरू जस्तै मेन्टल हेल्थको लागि यो बियोन्ड ब्लू भन्नेहरू होइन कति धेरै त्यस्तोहरू चाहिँ अब सुनेकै हो मैले एउटा चाहिँ के भने मैले एकचोटि के अरे हामीले के भन्छ नि यसलाई इमर्जेन्सीमा कल गर्दाखेरि भिडियो कल गर्छौँ नि भर्चुअल इडी चाहिँ मैले एकचोटि गरेको त्यसको लागि चाहिँ पैसा केही पनि परेन है मेडिकेयर पनि नम्बर भन्ने पनि माग्दैन तिमी इन्सुरेन्स पनि मागेन मलाई होइन त्यति बेला चाहिँ मलाई चाहिँ ड्युरिङ प्रेग्नेन्सीमा मेरो आफ्नै च्यालेन्जेसहरू पनि थियो मलाई फ्लू पनि भयो कोभिड पनि भयो त्यति बेला चाहिँ एकदमै म आत्तिएर अनि मैले भर्चुअल इडी पनि गरेको थिएँ होइन त्यति बेला चाहिँ अब जस्ट त्यो सुविधा पनि रहेछ अब जिपीकोमा गयो भने त पैसा त्यसको लागि पनि मैले $60 त तिर्नु पर्थ्यो नि त भर्चुअल इडीमा चाहिँ अब डक्टरकै सल्लाह चाहिँ अब विदाउट केही नगरिकन पाइयो अनि नर्स अन कल पनि हुन्छ है नर्स अन कल भनेर पनि सर्भिस हुन्छ त्यसमा पनि पैसा सैसा केही पनि लाग्दैन इट डजन्ट म्याटर तिमी मेडिकेयर चाहिँदैन तिम्रो भिजा छ थाहा छ मतलबै भएन मेडिकेयर चाहिँदैन सो कोही यहाँ अब आफ्नै पेरेन्ट्सहरू कोही यदि बिरामी हुनुभयो भने होइन इमिडिएटली अब जिपीका फेरि अपोइन्टमेन्ट भन्ने बित्तिकै पाइँदैन यहाँ होइन सो यु क्यान डु भर्चुअल इडी फर यु पेरेन्ट्स एज वेल किन मेडिकेयर माग्दैन केही पनि खासै डिटेल माग्दैन होइन यु क्यान गो एन्ड सी वाट्स ह्यापनिङ भनेर है द्याट्स रियली गुड अनि अब यो थ्रु आउट वेन यु लुक ब्याक अन यर जर्नी होइन फ्रम बिङ प्रेग्नेन्ट गिभिङ बर्थ पोस्टनेटल सर्भिसेसहरू जुन अहिले युज गरिरहेको छ होइन त्यसमा चाहिँ डिड यु फिल कल्चरली सेफ कि अब आफ्नो जुन कल्चर आफ्नो आइडेन्टिटी हुन्छ हामी त नेपाली आफ्नो आफ्नै अब चालचलनहरू हुन्छ होइन हाम्रो आफ्नै कल्चरल रिलिजियस बिलिफ्सहरू हुन्छ हाम्रो फ्यामिलीलाई हामीले कसरी फ्यामिलीलाई हेर्छौँ त्यो नजर हाम्रो यहाँको मान्छेभन्दा भिन्न हुन्छ होइन अनि त्यो कुरालाई चाहिँ हेल्थ केयर सिस्टमले इम्ब्रेस गरेको छ जस्तो लाग्यो कि छैन जस्तो लाग्यो एकदमै छ म चाहिँ एकदमै छ भन्छु होइन अब मेल फिमेल के प्रिफर गर्छ पनि मलाई सोधेकै हो अनि इभन अब डेलिभरीको बेलामा पनि मलाई चाहिँ अब त्यो हुन्छ नि अब साल काट्दाखेरि पनि त्यो अम्बिलिकल कर्ड चाहिँ कतिसम्म काट्ने त्यो पनि सोध्दो रहेछ किनभने कुनै कल्चरमा चाहिँ लामो राख्ने कुनैमा छोटो राख्ने भन्ने हुन्छ होइन मलाई त मेरो चाहिँ त्यस्तो केही पनि बिलिफ नभएन र वाट एभर यु गाइज थिङ्क इज बेस्ट भन्ने थिएँ मैले चाहिँ होइन अब उनीहरूको नत्र चाहिँ अरू कल्चरमा हुन्छ होला सायद राख्ने अनि प्लासेन्टा के गर्ने फालिदिने कि राखौँ कि के गर्ने अनि बच्चा जन्मिने बित्तिकै छातीमा राख्थ्यो कि नराख्ने यो सबै सोधेको थियो मलाई चाहिँ द्याट्स रियली गुड सो जे पनि आफूलाई चाहिँ ल सेफ फिल भयो होइन अनि यदि कसैको ल्याङ्ग्वेज अब पुरै फ्लुएन्ट इङ्ग्लिस नबोल्ने त्यस्तो केही छ भने पनि चिन्ता गर्नु पर्दैन है त्यसको लागि आफूले माग्नु चाहिँ पर्यो सुविधा होइन मलाई इन्टरप्रेट अरू त अरू होइन तिम्रो बेबी आउँदै गरेको पनि हेर्न चाहन्छौ भन्ने पनि हुँदो रहेछ अब त्यो चाहिँ कसरी देखाउँछ मलाई थाहा छैन उनीहरूले क्यामेरामा देखाउने के गर्ने हो आफ्नो बेबी आफूले त्यस्तो पनि हुँदो रहेछ किनभने त्यहाँ टिभी सिभी थियो होइन अब त्यो देखाउने अनि एउटा कुरा राम्रो लागेको चाहिँ हाम्रो नेपालमा चाहिँ कस्तो हुन्छ भने एउटा डेलिभरी रुम हुन्छ कमन डेलिभरी रुम हुन्छ होइन एकजना जान्छ डेलिभरी गर्छ गयो फेरि अर्को बेथा लागेको मान्छे जान्छ हुन्छ होइन यहाँ त तिमी एउटा रुममा गयो तिमी त्यही हुन्छ तिमीले त्यही बच्चा दिने हो तिम्रो सबै त्यही भएर निक्लिने हो नि त त्यो चाहिँ मलाई एकदम राम्रो लाग्यो यहाँ हुन्छ नि अब जस्तै यहाँ अब मैले लिएको त अब गभर्मेन्ट सर्भिस लिएको हो नि त मैले त होइन गभर्मेन्ट हस्पिटलबाट लिएको सर्भिस तर त्यो चाहिँ प्राइभेट कुनै प्राइभेट भन्दा चाहिँ कम थिएन त्यो हुन्छ नि जुन बच्चा जन्माउने बेला चाहिँ आफ्नो आफ्नै प्राइभेट रुम आफ्नो प्राइभेट रुम अनि पछि बच्चा पाइसकेपछि जाने रुम चाहिँ के थियो बच्चा पाइसकेपछि जाने रुम चाहिँ सेयरिङ रुमहरू थियो तर लक्कीली मैले चाहिँ सेपरेट रुमै पाएको थिएँ होइन तर यहाँ चाहिँ अब त्यही हो बच्चा पाएपछि सेयर गर्ने रुमहरू चाहिँ हुँदो रहेछ त्यो चाहिँ अब अलिकति हो त्यति बेला चाहिँ मान्छेले अलिकति प्राइभेटको हेल्थ इन्सुरेन्स पनि लिने हो कि प्राइभेटली बस्दाखेरि सजिलो हुन्छ कि भनेर त्यति बेला चाहिँ होला अलिकति सोच्ने अन्त त्यो बाहेक अरूमा चाहिँ मलाई केही डिफ्रेन्स लाग्थेन त्यही एउटा सानो एउटा कुरा भयो त्यो एउटा चाहिँ अब 2 दिनको एक दुई दिन बस्ने हो होइन अब कसैलाई चाहिँ अब 1-2 दिन पनि म अरूको बच्चा रोगो किन सुन्नु भन्ने लाग्छ भने चाहिँ private insurance, go for it. Ani, so we are towards the end, eh? So what advice do you want to give to someone who is currently pregnant and is on a temporary visa and does not have access to Medicare? के एडभाइसहरु अथवा सुझाव सल्लाहहरु दिन चाहन्छौ? म त पहिलो त यही भन्छु प्रेग्नेन्सी एकदम प्लान गरेर गर्नु भन्छु हैन सबै कुरा
सबै धेरै च्यालेन्जेसहरू हुन्छ नि त होइन प्लान गरेर अब कहिले सधैँ सोचे जस्तो हुँदैन अनप्लान भयो भने पनि नआत्तिनुहोस् अब अब पर्सनली पनि अब हुन्छ नि केही पऱ्यो भने अब यही अब यो च्याटकै तर्फबाट पनि यु क्यान रिच आउट टु मी एज वेल होइन अब मैले सकेको सहयोग पक्कै पनि गर्नेछु अब यहाँनिर धेरै सर्भिसेसहरू अब त्यही हो फाइनेन्सियली चाहिँ अब कसैले हेल्प गर्ने भने चाहिँ मलाई त्यो चाहिँ लागेन है अब त्यो चाहिँ युआर अन यर ओन अब तपाईँको रिलेटिभहरूसँग हुन्छ कताबाट पैसा मागेर हुन्छ कि के हुन्छ अब त्यो गर्दा पनि भयो होइन नत्र त्यो बाहेक चाहिँ मलाई चाहिँ सधैँ माइन्डमा चाहिँ के थियो भने जे परे पनि मलाई चाहिँ केही चाहिँ हुँदैन है यहाँको हेल्थ केयर सिस्टम चाहिँ एकदम राम्रो छ मलाई केही हुँदैन भन्ने एउटा त्यो मनमा त्यो चाहिँ थियो कि त्यही हो अब मैले भने जस्तै हेल्थ प्लान गर्नुहोस् एक नम्बरमा प्राइभेट इन्सुरेन्स छ भने एज अ सेट 1 इयर अगाडि नै भन्नुहोस् त्यसपछि तपाईँले एकदम प्राइभेट नै पाउनु हुँदो रहेछ सबै कुरा होइन सबै कुरा इन्सुरेन्सले नै कभर गरिदिनेछ मेडिकेयर छ भने त अब एकदम इट डजन्ट म्याटर होइन अब जस्तो सबै कुरा नै कभर हुने रहेछ अनि त्यही हो अब बुवा मम्मी बोलाउन सक्नुहुन्न भने चाहिँ त्यो उसमा हुनुहुन्छ भने चाहिँ बरु नेपालै जानुहोस् भन्छु म चाहिँ नेपाल जानुहोस् 5-6 महिना कति बस्नु आफ्नो केयर लिनु आफू फ्रेस हुनु होइन आफू अलिकति ठिक ठाउँमा आएर आउनुहोस् फेरि फर्केर Yeah, that's okay. That's okay. Your health is more important. त्यही त हेल्थभन्दा माथि त केही पनि छैन होइन त्यही त म चाहिँ यही नै भन्छु Thank you so much. Thank you so much for sharing everything. And no, आफ्नो journey to share गर्दैकोमा चाहिँ I'm sure so many will find it very helpful. Last, anything else you want to add? अब त्यही नै हो खासै त्यस्तो पर्टिकुलरली यही भनेर चाहिँ छैन कि अब जे लाइफमा जे कुरा आउँछ म चाहिँ त्यो कुरामा चाहिँ फ्लोसँग जान्छु भने चाहिँ एउटा माइन्डमा चाहिँ फर्स्ट ब्याटल चाहिँ तिम्रो आफू नै आफैसँग हो माइन्डमा चाहिँ प्रिपेयर चाहिँ हुनु पऱ्यो क्या हुन्छ आइनु होइन अब लो स्टिम हुन्छ इभन पोस्टमार्टममा पनि अब हुन्छ नि अब सेल्फ इमेज कति डिस्टर्ब सेल्फ इमेज होइन कति धेरै कुरा छ अब यो पोडकास्टमा बोलेरै सकिन्न क्या त्यति धेरै कुरा छ क्या होइन अब तर पनि अब मेरो एडभाइस चाहिँ त्यही हो नआत्तिनुहोस् अब भगवान्ले बच्चा पाउने बनाइदिएको छ भने बाटो पनि उहाँले नै देखाइदिनुहुन्छ भन्छु कि म चाहिँ तर त्यो आफू चाहिँ म सक्छु है भनेर चाहिँ त्यति चाहिँ अब प्रिपेयर होस् त अब आत्तिएर अब बच्चा आयो भनेर अब मान्छे आफ्नो आफ्नो कुरा हो हुन त होइन अब अबोर्ड गर्नेतिर त्यतातिर भन्दा पनि अब मैले सक्छु है भनेर चाहिँ अगाडि बढ्नु भन्छु म चाहिँ एउटा लाइफलाई होइन अब नर्चर गर्न लाग्यो नि त होइन अनि के गरी अनप्लान भयो आफू प्रिपेयर नै छैन abortion is the only option right that's okay that's okay as well होइन अब तर त्यही भएर मैले भनेको कुरा नै त्यही हो कि इम्फोसाइज गरेको नि सकभर चाहिँ प्लान नै गर्नुहोस् प्रेग्नेन्सी इज अ बिग डिल क्या अब Hi. Thank you so much for sharing. Thank you.